अहिले हामी धरान 11 मा छौँ। अब हामी जानु आँटेको हाइकिङ र हामी कहाँ जानुपर्ने अरे? यो माथिको डाँडासम्म चाहिँ हाम्रो हाइकिङ गर्ने प्लान छ। लेट्स गो। हाइकिङ नगरेको धेरै भएको थियो। मेरो शरीरले त धेरै हाइकिङ गर्नु भन्छ, तर मैले समय निकाल्न सकिरहेको छैन या मनलाई मनाउन गाह्रो भइरहेको हो। जस बहाना धेरै छ हाइकिङ नगर्न। स्वास्थ्यको हिसाबले मैले गर्नै पर्ने हाइकिङ ब्लग त्यति गरिरहेको छैन। जे होस्, लामो समयपछि फेरि धरान आइपुगेर हाइकिङ गर्ने मौका जुट्यो र आज म निकितासँग हाइकिङ गर्दैछु। हेलो बाङ्ग्रियो, वेलकम टु अनदर हाइकिङ ब्लग। पछिल्लो समय ब्रिटिश गोर्खा मेमोरियल पार्क पनि सबैजनाको हाइकिङ गर्नको लागि लोकप्रिय हाइकिङ डेस्टिनेसन बन्दै गइरहेको छ। यहाँ सजिलैसँग हाइकिङ गर्न मात्रै नभएर राइडिङ गरेर पनि सजिलै जान सकिन्छ, किनभने यो विष्णु पादुका जाने मार्ग भएकोले रोड पनि माथिसम्म नै पुग्दछ। ब्रिटिश गोर्खा मेमोरियल पार्क रोड हाइकिङ गर्दै जान पनि मिल्छ, तर हाइकिङ गर्नुको लागि त्यो बेस्ट आइडिया होइन। त्यसैले हामी जङ्गलभित्रको ठाडो तर शीतल अनि अलिक छोटो बाटो रोज्छौँ। खाली नै हिँडे पनि मेरो हिँड्ने बानी हराएर मलाई हाइकिङ गर्न त्यति सहज त हुँदैन। त्यही पनि बिस्तारै उक्लिँदै ठाउँ ठाउँमा बिसाउँदै निरन्तर गन्तव्यतिर अघि बढ्छौँ। हामी चाहिँ यहाँदेखि आएको यस्तो स्ट्रेट उकालो रहेछ कि अहिले 2:39 भनेको 1 बजी हिँडेको हामी 2:30 घन्टा त यहीँ हुन आँटिसक्यो। म अझै पुगेको छैन, अझै कहाँ अरे उयो माथि अब चाहिँ बल्ल यहाँबाट अलिकति देखियो। यहाँ माथितिर रहेछ पुल, कस्तो दामी रहेछ, बरु ठुलो रहेछ। अब यहाँबाट हामी जाँदैछौँ यहाँ माथि। म त गलेर हैरान भइसक्यो। बाटो नभेटेर यस्तो बढी हिँड्नु पर्छ, सबै यसको लाग्दो रहेछ क्या। पुरानो बाटो त्यो त थिएछ, तर हामीलाई थाहा नभएर अहिले नयाँ सबै बारेको रहेछ। यहाँ समातेको यस्तो कालो। यहाँ रहेछ बाटो चाहिँ। अहिले चाहिँ आँप फल्ने सिजन स्टार्ट भएपछि, तर यहाँ ब्यागेहरू पो पम्सिरहेको रहेछ। यो लिची होइन, वाह, यो पाकेपछि चाहिँ आउँदा मजा आउने रहेछ। अब हामी आइपुगिहाल्यौँ, त्यही हो। करिब 2 घन्टाको स्लो वाक पछि बल्ल हामी हाम्रो डेस्टिनेसनमा पुग्छौँ। अनि मलाई थाहा थिएन त्यहाँ गोर्खा पार्क रिजर्भ पनि रहेछ। खाना खाएर गएको हुनाले खासै भोक लागेको थिएन, तर गर्मी र थकानले गर्दा हामीलाई मुखको स्वाद फेर्न चटपटे र तिर्खा मेट्न आइस अमेरिकानो खान थाल्छौँ। कस्तो छ? त्यहाँ बसेर पेट र थकाइ मेटाइसकेपछि हामी पार्कमा रहेको हरेक स्ट्याचु हेर्दै टपमा जान्छौँ।
गोर्खा पार्कको टपमा आइसक्यौँ। मलाई चाहिँ सबसे दामी लागेको चाहिँ यही रुख है ल। अरू चाहिँ खासै त्यस्तो यहाँको स्टोरी के हो खासै त्यति थाहा भएन यो पार्कको बारेमा चाहिँ। तर यो रुख चाहिँ मलाई लास्टै मन पऱ्यो। टपमा पनि छ अनि संरक्षण गरिरहेको रहेछ। तर ब्याड थिङ चाहिँ यो माथि चाहिँ जाने ठाउँ रहेन रहेछ। यो माथि पनि बस्ने यो ठाउँ बनाइदिएको भए चाहिँ राम्रो हुन्छ होला आउँछ। यहाँबाट चाहिँ अनि यो साइडबाट चाहिँ झरन भ्यू हेर्नु मिल्छ। फाइन राम्रै देखिन्छ। अनि यता अरू गाउँहरू पाहाडहरू पनि देख्न सकिन्छ। र तल धरानबाट देख्ने सबसे टप डाँडा चाहिँ यो माथिको रहेछ। यहाँबाट गयो भने अझै लास्टै छ सायद फ्युचरमा माथि रोड भयो भने त्यता पनि हामी जान सक्छौँ है त। जे होस् सबैभन्दा पहिलो पूर्वाधार भनेको रोड नै रहेछ मलाई चाहिँ त्यस्तो लाग्यो। मान्छेहरू आउँछ। यहाँ तल छ हेलिप्याड हेलिकप्टर पनि ल्यान्ड गर्नु मिल्छ। कुनै दिन हेलिकप्टर लिएर आउँला अरे क्या। अनि यो के को रुख बेलको के को जस कस्तो राम्रो लाग्यो मलाई यो रुख चाहिँ। यहाँ संरक्षण गरिराखेको रहेछ। यहाँ अलिकति बाक्लो चोट बनाएर यहाँ बस्नु मिल्ने भए झन् राम्रो हुन्थ्यो होला। नाइस प्लेस मलाई चाहिँ यही ठाउँ राम्रो लाग्यो। अब यहाँ एकछिन माथिबाट हेर्नु त कस्तो देख्छ यताको भ्यू। त्यहाँ रहेको बेलको रुख मलाई निकै नै सुन्दर लाग्यो। बेलको रुख ठ्याक्कै ध्यान गर्नुको लागि पर्फेक्ट लाग्यो। अनि त्यहाँ केही समय बिताएर त्यहाँबाट वरिपरि देखिने दृश्यहरू हेरिसकेपछि हामी त्यहाँ रहेको हेलिप्याड हुँदै रोडको बाटो फर्कने भयौँ। धेरै समयपछि हाइकिङ गरेर मजा आयो। आजको मेरो हाइकिङ पार्टनर निकितालाई पनि धेरै धेरै धन्यवाद। यतिन्जेल हामीलाई हेरेर साथ दिनुभयो भाङ्रे भ्युअर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। बोलो नो यदि योभन्दा पहिलेको भ्लग हेर्न चाहनुहुन्छ भने दायाँतिर लिङ्क छ, हेर्नुहोला। अनि तपाईँलाई भ्लगिङ गर्न मन छ र सिक्न चाहनुहुन्छ भने हाम्रो अर्को युट्युब च्यानल भाङ्रे फिल्म मेकिङ एजुकेसन जोइन गर्न सक्नुहुन्छ। अनि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ। धन्यवाद।